हेलो वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हाम्रो एकजना चाहिँ मेरो आफ्नै माम्स हुनुहुन्छ अनि एकजना चाहिँ हाम्रो छिमेकी भाइ हुनुहुन्छ सम्पन राई। उहाँहरूले आज मलाई रिक्वेस्ट गरेर गएर भिडियो बनाउन दाइ भनेर यहाँ करेन्ट खाने अरे दुईजनाले करेन्ट खाँदै गफ गर्ने अरे कि खोइ के च्यालेन्ज गर्ने भनेर यहाँ भिडियो बनाउन लागिरहेको छु मलाई। अब उहाँहरूले करेन्ट सरेन्ट के खानुहुन्छ तपाईँहरू अब भिडियो हेरेर यसो इन्जोय गरिदिनु होला। च्यानललाई लाइक सब्सक्राइब पनि हानिदिनु होला। ल माम्स ल तेरो नाम भन्दै। मेरो नाम सम्पन राई। तेरो घर कहाँ हो? मेरो घर यहीँ अगाडि। के हो धरान कहाँ हो यो? धरान 11। माम्स तिम्रो? मेरो अनि धरान 11। अनि जे पस मेरो तिमीहरूको करेन्ट देखाइदेऊ त कति छ? गाइस अलिक माथि धेरै छ। गाइस धेरै भन्नाले ठिक्कको यस्तो गर एकछिन त्यतिकै राख्दा अनि यहाँ हेर त गाइस ठिक्कको छ। ठिक्ककै ल के दुईजनाको साथी तिमीहरू दुईजना जिग्री के अरे नाम तिमीहरूको? हामी दोस्त हो। दोस्त होइन? एउटा दोस्त चाहिँ हराइरहेछ। एकजना दोस्त चाहिँ हरायो। पैसा चाहिँ दियो। गर्नुपर्छ त तिनजना। दोस्त चाहिँ कहाँ हरायो? अर्को दोस्त चाहिँ बोलेर आउनु पर्ला हौ त। खान सक्दैन उ दोस्त। खाँदै गर अनि एकछिनमा दोस्तलाई मैले हाल्ने एकछिनमा हाल्नुपर्छ ल। अलिक तल बस ल। खानु स्टार्ट गर्दा हुन्छ त। गफ पनि गर नि दोस्तसँग। गफ चाहिँ नगर्ने दोस्तसँग। कन के गर्नु त यसको? सोध्न क्वेसन सोध्न दोस्तलाई। के क्वेसन सोध्नु त? माम सोध्देऊ क्वेसन। कति चिसो छ त यो? चिसो छ? ओइ त सोध। जे चिसो छ पिरो छ कि छैन भन त? पिरो त छैन नि। पिरो छैन? चिसो भएर। भन पिरो भएन? अनि मैले बनाएको मिठो नभए कस्तो हुन्छ त हैन त? मिठो भयो। चिउरा पनि हाल न। चिउरा चाहिँ के लागि राखेको? गफ गर न अलिक। तिमीहरूको गफै किन मलाई खाएको भन्छ। अब यो छिटो सिधिहाल्छ जस्तो छ। सिद्धिहाल्छ। किन यति थोरै बोल्छ? थोरै हो? सबैलाई बाधा नि। बाह्र भएको? कतिजनाले बाड्यो? कतिजनालाई बाड्यो अरे ओइ? 5 जना। 5 जनालाई बाडेर 100 रुपियाँ करेन्टमा यति भएको? 100 भन्नाले नि 120 को। दुईटा करेन्ट एउटा ज्याकपट। ज्याकेट पनि छ? ज्याकपट चाहिँ अब के भन्नु? कस्तो हुँदैछ खानु? मिठो छ हौ त। मलाई चाहिँ पिरो लाग्यो। दोस्रो कस्तो लाग्यो? मलाई ठिकै लाग्यो। मलाई पिरो लाग्यो। पिरो लाग्यो? तिमीहरूको स्कुल कहिलेसम्म छुट्टी छ? खै एक्जाम कस्तो भयो तिमीहरूको? जाने राम्रो नराम्रो? कस्तो सम्पनको नराम्रो भयो। त्यो पढाउनु पर्छ अहिले। गफै सिद्धेको? गफ सकेको छैन त। गफ अब एकछिनमा सिद्धिन्छ। कति बेला? अब यो खाइसकेर खाइसकेर सिद्धिन्छ गफ? बस। तिमीहरूको हेलमेटै साथीलाई कतिको मिस गरेको छ त अहिले खाजा? मिस्टे हैन त। पिरोले मन हरेछ। पिरोले चाहिँ मन हरेछ? खानी सक्दैन त। पिरो एक बाइकको हुन्छ। हो? हेलमेटे त्यसैले डराएर भागिरहेछ हैन? डराएर भागेको? त्यही भएर आएको त। पिरोले रुन्छु भनेर नआएको? हजुर। तिमीहरूको दोस्तले नि घुमाउनु कहाँ लान्छ तिमीहरूलाई? त्यो लग्ने हैन। त्यसको आमाको खुट्टाले पैसा चोरेर ल्याउँछ। पैसा चोरेर ल्याउँछ? कति चोर्छ? मैले 50 झिकेको। त्यसले त्यसको खुट्टुकोबाट झिकेर ल्याएछ नि 50 रुपैयाँ। ठुलोबाट? अनि त्यही हामीले खाँदैछौँ अब। अन्त त्यही खाएको अनि गाइस च्यानललाई लाइक सब्स्क्राइब गरेर जानु होला। रिजल्ट गाइस मैले खाइसके हैन गाइस? माम्सले छिट्टो खाइदियो त ल। फास्ट खाइदियो त माम। अब हानी आँटेको छु। हान्न आँटेको थियौ? अब सिद्धि भन्न हुन्छ।
सिद्धि अब हिजो ए देऊ न त नि सिद्धाएर नाम चाहिँ भत्रा बोल्दै चाहिँ झम्बल घाँसै बोलेको छैन दाइ नबोली के बोली तपाईँहरूलाई यदि भिडियो मन पर्यो भने फेरि कमेन्ट गर्न सक्नुहुन्छ हामीलाई हामीले यस्तै भिडियो लिएर आउने प्रयास गर्छौँ खोइ त च्यानललाई के गर्नुपर्छ च्यानललाई लाइक सब्स्क्राइब अनि अरू अनि कमेन्टमा फेरि भन्नु होला च्यालेन्ज यस्तै च्यालेन्ज देऊ भनेर हजुर धन्यवाद भन्न त धन्यवाद